भिडियो इट्स मी सजिना लामा गुरुङ सो हामी चाहिँ आज बिहानमा नै नुहाइ धुवाइ गरेर सेकअप गरेर तरबार जान लागेको त्यो पनि 8 बजे मौसम यस्तो छ गोर्खाको पुरै हुस्सोलाहा अनि हामी चाहिँ जाँदैछौँ चारमल्ला सौजाले झरेको साथीहरू अनि उकालो चढ्दैछौँ हामी उकालो सो साथीहरू अहिले चाहिँ हामी लगभग दरबारको मुनि आए हामी यस्तो बाटो हिँडिरहेको छौँ माथि रुखहरू छन् यता हेर्नु कस्तो दामी सिन देखिरहेछ त्यही हुस्सो लागिरहेछ तलतिर खर के भन्छ नि यो कस्तो दामी देखिरहेको हामी चाहिँ लगभग उकालो आइपुगेछौँ हामी बाटो यस्तो छ हेर्नु भाइ अगाडि गएको छ यता नि बाटो छ जङ्गल यस्तो दामी छ कि यहाँ नि एउटा बाटो छ उकालो छ उयो त्यो फुल हेर्नु क्या दामी भएर फुल हेर्नु टल्क्यो हामी चाहिँ उकालो बाटो जङ्गल छ उकालो छ चाहिँ अहिले यो ढुङ्गाको बाटो छु म माथि चढेको भाइहरू तल छ म चाहिँ यहाँ मूर्ति देखाउन आएको हो क्या तपाईँहरूलाई हाम्रो भीमसेनको चाहिँ हाम्रो राजा कस्तो नराम्रो राम शाह भीमसेन थापाले सरी राम शाह हो उहाँ चाहिँ हेर्नुहोस् राम शाह मम्मीहरू चाहिँ फुलहरू पनि कस्तो दामी फुल फुलिरहेको यहाँ चाहिँ मान्छेहरू धेरै घुम्न आउँछन् फेरि तल गएर भित्र गएर फेरि तल फर्किनुपर्छ भाइ निस्क्यो यहाँ चाहिँ सबै जानकारीहरू छ कति वर्षदेखि के भएको भनेर सबै छन् कहाँ आइज राजे यहाँ बाँदर कति धेरै हुन्थ्यो आजकल त बाँदर छैन कहाँ गयो होला है बाँदरहरू सबै फुलै फुल चिलाउनेको डल्लो त्यो डल्लोले कति कुच्चा खेल्यो हामीले फेरि चिलाउने डल्लो के हान्न म चाहिँ पोस्ट गर्दै हिँड्छु तपाईँहरूलाई देखाउँदै जान्छु मोबाइल धेरै हल्दैछ होला साथी तर नभनिदिनु होला त्यो रुख त नयाँ हो क्या हो यतातिर रुद्राक्षको बोटहरू नि छ धेरै नै उयो उसको पछाडिको हो कि क्या रुद्राक्षको बोट त रुद्राक्षहरू नै पाउँछ अति माथि गयो भने पाउँछ धेरै तल खासै सिटिङ छ होइन
यहाँ भिरमै बसेर चाहिँ भयो यार त्यहाँ फोटो खिच्न झगडा गरिरह हेर्नुहोस् म चाहिँ माथि आइसकेको अब यहाँबाट एउटा मन्दिर आउँछ गणेश मन्दिर पनि भा त्यसरी अघि त चिसो जस्तो लाग्थ्यो सबै माथि आइपुगेको माथि त के अरे घाम लागिरहेछ छाता नि ल्याएन यहाँ नि छ एउटा सम्झनाको लागि को नाम श्री खोइ नाम राम्रो बुझिनँ यो माथितिर यतातिर थियो झैँ लागेको थियो रुद्राक्षको बोल छ कि छैन थाहा होइन अहिले सबै रुखहरू ढलेर रहेछ हेर्नु साथीहरू कोही आएन यार म एक्लै घनघोर जङ्गलमा एक्लै पत्तर बल्लै हिँडिरहेको साथीहरू मान्छेहरू रहेछ ट्रेनिङ गर्नको लागि पार्क पनि बनाएको छ जस्तो सुनेको थियो त्यहाँनिर चाहिँ एकछिन राखेको ल साथी मम्मीहरू आउनु भएन कुर्नु पऱ्यो मेरो खेल्नु यस्तो दामी हामी पूजा गरेर आइसके सङ्ग्रहालय देखेँ आउँदा साथीहरू अहिले चाहिँ हामी पूजा गरेर पनि सकिसक्यो अब हामी चाहिँ घर जानु लाग्यो देखाउन चाहिँ पाएन यहाँनिर पुरै हिँड्छौँ अब हामी जाउँ के त भने पाउरै छैन लाउडमा दिए भने चाहिँ मैले त पाउरे म त्यहाँ दाउरे भन्नु के छ किन भन्नु दाउरे छ नि त खै त्यहाँ छन् नु खै राम्रै छैन भन्छ उ दाउरे के हो त चप्पल कहाँ राख्यो त लगाइन चप्पल सरी ऊ तल हनुमानतिर गएर खिच्नु जाऊँ ल तरबार कहिले गए लगन कहिले गइराख्ने अब उता यो के बनाएको रे मम्मी रोड बनाएको यहाँ चाहिँ यहाँ आउँछ नि पानी अब चाहिँ हामी निस्केको के पूजा गरेर घर फर्क्यौँ बाटो चाहिँ कता बुढो यो बाटै नभएको ठाउँमा आएपछि यस्तै हो भिरको बाटो नआइनु भने चाहिँ बाटो खोइ बाटै छैन कसरी जाने है पहिला लो बाबा जानु त ini tuh enggak ini tuh kata lah kali udah nyari dah tiktok morang rang talo sada ba ini sore gak itu यस्तै हो सर्टकट खोज्दै हिँड्नुपर्छ jika त्यो saya butuh saran अञ्चल आदि बराबर हामी त आइहाल्छ नि
हामी त गुल्टी गुल्टी भइ नै आउँछ त तेरो खुट्टाले गरेर पो हो त गयो बहुसरा हाँस मात्रै मम्मी सक्छ सक्छ क्या हामी जान सक्छ मैले बोटा खपाइदियो हिजको बाटो हिँड्नुपर्छ बसी बसी गइरहेछौँ हामी यस्तो बाटो सर्टकट खोजेर हो कि यस्तो यस्तो भएको मेरो साथै लाग्यो कस्तो यो मम्मीले के जानी हालिदिएको म त लाग्यो अर्को यो कुकुर झियाउ लाग्दो तान्नु त पुरै मान्छेको मुटु निस्किनु गरी सातो गयो मान्छे धन्न मरिन्छ सल्ले तानीले म त के आयो माथि भनेर साथै गयो त यार मिनी बस आयो रोड आइपुग्यो साथीहरू हामी एकछिन सातो पनि गयो ल रोक्नु न एकछिन ल साथीहरू अहिले चाहिँ हामी भात सात खाएर मम्मीको घरबाट भ्यू नजारा हेर्दैछौँ म चाहिँ पुरै माइक लिएर बोल्दैछु हजुरहरूलाई मेरो यो भोइस कस्तो लाग्यो भनिदिनु होला अब चाहिँ हामी एकछिनमा घर पनि जान्छौँ है त साथीहरू